पृथ्वीनारायण शाहको निधनपछि पनि उहाँको प्रभाव समाप्त भएन। उहाँले बनाएको एकीकृत नेपाल, उहाँले दिएको दिव्य उपदेश र उहाँले देखाएको मार्ग आज पनि जीवित छ। नेपाललाई सबै जाति, भाषा र धर्मको साझा फूलबारी मान्ने सोचले राष्ट्रिय एकताको आधार तयार गर्यो। विदेशी शक्तिसँग सावधानी अपनाउने नीति, आत्मनिर्भर बन्ने दृष्टि र राष्ट्रलाई सधैँ एक राख्ने चेतावनी समयसँगै अझ सान्दर्भिक बन्दै गयो। आजको आधुनिक नेपाल राजनीतिक, सामाजिक र भौगोलिक रूपमा जति परिवर्तन भए पनि यसको आधार पृथ्वीनारायण शाहकै विचारमा टेकेको छ। उहाँ केवल इतिहासको पात्र होइनन्, उहाँ नेपालको आत्मा बन्नु